सुन्दर रिजल्ट जाँदैछन् है। हामी चाहिँ गाडी कालिया पाराले वाउ राम्रो छैन भ्यू गाइज राम्रो छ थाकेर मर्ने बेला भइसक्यो रमाइलो भइरह हिँडेको 5 मिनेटै पुगेको होइन हिँडाउ 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 ग्रुपको सबभन्दा अल्छी हेर्नु गाइज अनि त्यहाँ तलबाट के भन्नुभयो खुच्चिम पार्यो गाह्रो पारेछ उहाँ हुनुहुन्छ दिदी चाहिँ हामी अझै जाने क्रममा छु एकजना पनि यहाँ थाकिसक्यो अझै कति माथि हो गाई थाहा छैन तपाईँ झर्नाको आवाज सुन्न सक्नुहुन्छ गाईहरू कति ठुलो फ्लोमा बगिरहेको छ झर्नाहरू मान्छेहरू हेर्न सक्नुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ झर्ना होइन बगिरहेछ हाँसी गर्नुहुन्छ खाने बेलामा यो चाहिँ मन्दिर हो हामीले फोटोसुट गरेर हामी यताउता घुम्दैछौँ र बहिनी सुन्दरी जलाउँदा यो भर्याङ हो होइन यहाँबाट टक्रक उता माथि पनि जानु सक्नुहुन्छ होइन अन्त तल हामी चाहिँ त्यही झर्नासम्म मात्र आएको हो अब चाहिँ लगभग घुमिसक्यो फोटो भिडियो पनि भइसक्यो अब चाहिँ फर्किनु पर्ने हुन्छ हाम्रो जनता ग्रुपहरू त्यता हुनुहुन्छ दुईजना चाहिँ यता हुनुहुन्छ आउँदै हुनुहुन्छ जामजाम गई जामजाम उठ्याउँ झर्ना उठ्याउँ तपाईँलाई म राम्रोसँग देखाउँछु होइन अब चाहिँ फर्किने जस्तो कुरा भइरहेछ गाई सुन्दरी जल आउँदा चाहिँ पानी पर्ने झरी मौसममा आउनु होला किनभने अरू बेला चाहिँ झर्ना आएको हुँदैन होइन अनि फोटो खिच्न मेन भनेको यो झर्नाको लागि आउने हो नि त अनि टक्क यो असार महिनाको बेलामा टक्क झर्ना भएको बेलामा आउनु होला होइन हेर्नु मौसम पनि कति राम्रो छ हेर्नु त्यहाँ चाहिँ जान सकेनौँ हामी बिकज त्यहाँ चाहिँ एकदमै रिस्की छ गाइड कसैलाई नजानु अनुरोध गर्छु म यहाँ चाहिँ ब्युटिफुल पिक्चर्स भिडियोहरू आउँछ काठमाडौँ हामी त्यहाँ जान्छौँ अझै फोटो खिच्ने कार्यक्रम हुँदैछ गाइडहरू हामीलाई कस्तो भयो मर्न आँट्यो ल तिमीहरूको कस्तो थके लागेको छ कि नै मलाई त केही नै लागेन है गाइस म त मर्न आँट्यो तिमीलाई प्र्याक्टिस उसलाई चाहिँ फोटो खिचेको धेरै थकाइ लाग्यो अरे म त आफूलाई प्राप्तिको लुगाले बढार्दै हिँड्ने भयो गाइस यस्तो छ बाटो गाइस यहाँ घुम्न आउँदा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँहरू अलि समयमै घुम्न आउनु होला लाइक समयमै आउनु होला 2 घन्टा नपुर्याउनु होला 2 घन्टा नपुर्याउनु होला कसैलाई पाप लाग्छ फेरि होइन सिरिसा 2 घन्टा नपुर्याउनु होला सकेसम्म अलिक चाँडै आउनु होला यहाँ घुम्न आउँदा चाहिँ सिरिसा आन्दी हजुर 3 घन्टा नपुर्याउनु होला सिरिसा नदी हजुरको ट्रिप कस्तो हो दामी उहाँ चाहिँ एउटा नि फोटो नखिच्ने मान्छे हो होइन अनि अरू हिजोको देखेर लास्टै रोएर बसिरहेको थियो अघिबाट यस्तो
हाम्रो काठमाडौँमा चाहिँ होइन के भन्छ सुन्दरी जलको पानी खाने पानी जाने भन्ने चाहिँ यही पाइपबाट हो गाइज होइन। हामी यहाँको पानीले के गर्छौँ खानामा हालेर पकाउँछौँ। यो चाहिँ एकदम बिग इन्फर्मेसन हो सबजनालाई। यस्तो पाइप हुन्छ यो भित्रबाट पानी जान्छ काठमाडौँमा। अहिलेको टिकट केसँग हो? यहाँ चाहिँ एउटा राम्रो रेस्टुरेन्टको अभाइलेबल पनि छ। रेस्टुरेन्ट त नभनौँ नर्मल खाजा घर भनौँ, त्यहाँ पार्टी हुँदैछ गाइज। हेर्नु फुलहरू वाउ दामी वाउ। हामीले चाहिँ सोचेकै गाइज होइन, हामीले कस्तो झर्दा झर्दा खुट्टै दुखिसक्यो कि होइन। अनि राम्रो सफा भइदेखि यसमै चिप्लेटी खेल्दै तल सरर गइन्छ नि त होइन। मेरो आइडिया नराम्रो होइन फेरि उता तल हुन्थ्यो पनि ल्याउन अनि चिप्लेर त डेस्टिनेसन चाहिँ त्यो है फेरि उता अगाडि बस पार्क होइन कि उता भ्यू वाउ। अहिले चाहिँ काली काली भएर हाम्रो टायर्ड फेस गाइज। अब चाहिँ हामी यति भन्दै हाम्रो ब्लग एन्ड गर्छौँ। बाई 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 गरिदियो गाइज सबैले। बाई 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 सी यू नेक्स्ट अहिले के भन्छ अरे यो ट्रिप चाहिँ 2 वर्षपछि भयो। अब एउटा ट्रिप अर्को बनाउँदा चाहिँ अझ 2 वर्षपछि हुन्छ। 2 वर्षपछि त के हुन्छ ल बाई बाई गाइज।